दर्शकबिन स्वागत छ यहाँहरूलाई दैलेख कर्णाली टेलिभिजनमा। म डुमर मल्लको दर्शकबिन आज एउटा महत्त्वपूर्ण सूचनाका साथमा उपस्थित भएका छौँ। दैलेख जिल्ला भगवती गाउँपालिका 6 सिनागाउँ गोठेकी ननकला बुढा हाल रोजगारीको सिलसिलामा भारतको हिमाचल प्रदेश सिमला भुन्तरमा काम गर्दै आएकी थिइन्। परिवारका अनुसार उनी 23 अक्टोबरका दिन अन्दाजी 1 वर्ष र 6 महिनाकी छोरी र 13 वर्षका छोरासँगै लिएर बच्चाका लागि सामान किन्न गएको भनेर घरबाट निस्किनु भएको थियो। उहाँले 17 र 18 वर्षका दुईजना छोराहरूलाई घरमै छोडेर गएको परिवारले बताएको छ। त्यसयता उहाँ भुन्तरबाट मनालीतर्फ लागेको जानकारी प्राप्त भएको छ। त्यसयता उहाँ र सँगै गएका उनका दुई सन्तान सम्पर्कविहीन अवस्थामा रहेका छन्। उहाँको खोजी कार्यमा सहयोग गर्न सबैमा अनुरोध गरिएको छ। कुनै जानकारी भएमा तल दिएको सम्पर्क नम्बरहरूमा सम्पर्क गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेका छौँ। सम्पर्क नम्बर श्रीमान मानबहादुर बुढा 98 16 26 54 98। यदि कसैलाई ननकला बुढा वा उहाँका सन्तानहरू अथवा भिडियोमा देखेकी महिला कतै देख्नुभयो भने कृपया भिडियोमा स्क्रिनमा देखाएको नम्बरहरूमा सम्पर्क गरी जानकारी गराइदिनु हुन वा नजिकको पुलिस चौकीमा जानकारी गराइदिनु हुन भन्ने हार्दिक अनुरोध गर्दछौँ। तपाईको सानो सहयोगले एक आमा र उनका बालकहरू सुरक्षित रूपमा परिवारमा सम्पर्क आउन सक्नेछन्। हस्त धन्यवाद। दैलेख कर्णाली टेलिभिजन हेर्दै र सुन्दै गर्नुहोला।